नमस्कार, म सुन्तली चौधरी। मेरो घर गैँडाकोट 4। म रोगी के अरे विगत 3 वर्ष अगाडि ब्रेन ट्युमर रोगले ग्रस्त भएको थिएँ र अहिले पनि म औषधि उपचारकै क्रममा छु। औषधि उपचार गर्ने क्रममा म नेपालमा औषधि उपचार गर्न सम्भव भएन, हुँदैन यहाँ भनेर नै पठाइसकेपछि म इन्डिया एपोलो हस्पिटल पुगेँ र त्यहाँ गएर मैले सेवा सुविधाहरू लिएँ र राम्रो पनि अहिले म राम्रो पनि हुँदैछु र भएँ पनि। र त्यहाँ पुगेर मलाई यहाँ 5% मात्रै बाँच्ने सम्भावना छ भन्ने मलाई पठाएपछि पनि वहाँ गएर मेरो अपरेसन भएपछि, ब्रेन ट्युमरको अपरेसन भएपछि त्यहाँ गएर र मलाई त्यहाँ एकदमै सहयोग र हेल्प भयो। मलाई किसन गैरे सरसँग मसँग उहाँसँग हाम्रो चिनजान थिएन, तर पनि पछि गएर चिनजान भएर उहाँले हामीलाई धेरै सहयोग गर्नुभयो। मलाई आर्थिक रूपमादेखि लिएर मानवीय सहयोग पनि गर्नुभयो र उहाँले गरेको सहयोग पनि म एकदम आभार व्यक्त गर्न चाहन्छु। यसरी नै हामी अहिले अब उहाँहरूले जुन संस्था खोलेर जुन सहयोग गर्ने पक्षमा हुनुहुन्छ, यो एकदमै राम्रो छ। त्यो संस्थामा म जस्तै अरू पनि बिरामीहरूले सहयोग, साथ, सपोर्ट पाउनुहुनेछ भन्ने म पनि पुरा विश्वस्त छु र अब हुने बिरामीले पनि उहाँहरूको सहकार्यमा साथ सहयोग गर्नुहुनेछ र म जस्तै बिरामीलाई पनि एकदम सहयोग गर्नुहुन्छ र अब जुन सहयोग पनि अब अहिले कुन अफिस भन्नुभयो